So, hello everyone, good morning. वेलकम टु माई भ्लग है। आजको दिनमा चाहिँ हेर्नुहोस् न, नानीहरूको कन्सर्ट थियो नि त। अन्त मेरो साथीको नानी चाहिँ ट्री म्यान भएको अरे है। उसलाई फोटोसोटो खिचेर आएँ। अनि मेरो साथीले मलाई सरप्राइज गिफ्ट ल्याइदिएको थियो नि त, बुके। अन्त त्यो बुके खोलखाल पारेर है मैले चाहिँ यस्तो दामी रहेछ, हेर्नुहोस् न कस्तो राम्रो देखेको है। अनि यो चाहिँ मैले फ्लावर भासमा हालेँ है। अनि आज र भोलि चाहिँ नानीको कन्सर्ट थियो नि त। अन्त फ्लावर भासमा हाल्दा चाहिँ यस्तो भयो है। अन्त त्यहाँबाट चाहिँ घरको खानासाना स्प्रिट पकाएर है, खानाको त हालिनँ मैले भिडियो। अन्त त्यो भएर चाहिँ मैले त्यहाँदेखिको चाहिँ फुलहरू एक दुईवटा मेरो रिपोर्टिङ गर्नु पर्थ्यो। अन्त त्यो भएर चाहिँ मैले स्पिड काम गर्नु थालेँ है, किनभने मेरो आज धेरै काम थियो है। अन्तखेरि त्यो भएर अन्तखेरि हेर्नुहोस् न, हल्कालिँदा स्पिड यो मलहरू निकालेर है, यसलाई रिपोर्टिङ गरेर त्यहाँदेखिको स्पिड काम गर्नु थालेँ। किनभने म बजार पनि जानु पर्थ्यो नि त। आज मेरो आमाको रिपोर्टहरू थियो, त्यो भएर चाहिँ रिपोर्ट लिनु जानुको लागि चाहिँ यति साह्रो हतार भएको थियो है। म नुहाइधुवाइ पनि गर्नुपर्ने, नुहाउनुभन्दा अगाडि चाहिँ मैले फुलहरू एकदम रोपिहालेको नि त। त्यो भएर हो, अब फेरि माटोहरू यो चलाएपछि है, उयो गरेपछि भिजाएपछि यस्तो हुन्छ। अन्त त्यो भएर चाहिँ त्यो राखेको मलहरू चाहिँ यसरी मजाले सुक्खा भएको छ योपालि चाहिँ। अन्त यसमा चाहिँ अलिकति मैले दबाई हालिदिएको है। यो चाहिँ तपाईँले बजारतिर पाइहाल्छ होइन। अन्त यसमा चाहिँ अब फङ्गल्सहरू लाग्दैन नि त, जरातिर फङ्गल्सहरू लाग्दैन। अन्त त्यो भएर चाहिँ मैले यसरी हालेको है। हालेर चाहिँ यसलाई चाहिँ मजाले फिटेर चाहिँ मजाले फिट्नुपर्छ, सबैमा पुगोस् भनेर है। अन्त त्यो भएर चाहिँ यसरी मैले पटमा माटो हाल्नु थालेँ है। पटमा माटो हालेपछि चाहिँ त्यहाँदेखिको त्यसमा पानी हालेर चाहिँ 1 घन्टाहरू जस्तो छोडिदिनुपर्छ नि त। अन्त त्यो भएर हो, अन्त आज चाहिँ मेरोमा त्यत्रो टाइम थिएन। अन्त एकछिन एकछिन हाल्दै हो, त्यहाँदेखिको बनाउँदै पानी हाल्दै राखिहालेँ होइन। र पानी राखेपछि चाहिँ त्यहाँदेखिको मैले त्यहाँबाट चाहिँ त्यसलाई फुललाई चाहिँ एकदम के पो उयो गर्नुपर्छ नि त, जराहरू एकदम फार्नुपर्छ त्यसको है। पटलाई चाहिँ पुरा पटहरू बनाइराखेँ एकैचोटि। त्यहाँदेखिको यसरी जराहरू फारेर यसको है, सुकेको पत्ताहरू यसरी निकालेर यसलाई चाहिँ एकदम फारेर रोप्नुपर्छ नि त। अन्त पुरा गाँठो परेको हुन्छ है, यसको जराहरूलाई त एकदम मजाले निकालेर चाहिँ त्यसरी रोप्नुपर्ने हुन्छ है। रोपेपछि चाहिँ मैले यसरी है, यसमा चाहिँ एकपल्ट फेरि पानी हालिदिएँ है। मेरो फुल चाहिँ यस्तो भयो त्यहाँबाट है। त्यहाँदेखिको माथि छप्परमा पनि अलिअलि त्यो फुल्दै गरेको फुलमा पनि अलिक माटोहरू हाल्नुपर्ने हुन्छ है। माटोहरू यसरी हालिदिएँ मैले यसमा। अन्त आज चाहिँ घाम लागेकोले गर्दाखेरि मजाले बाहिर निक्लियो है। त्यसपछि चाहिँ म नुहाइधुवाइ गरेर मेरो आमाको रिपोर्ट ल्याउनु जानु पर्थ्यो नि त। अन्त त्यो भएर चाहिँ रिपोर्ट लिनु गएको है, रेडी भएको। अन्तखेरि खाना पनि खाएँ। खाना खाएँ भन्दा पनि खानु मनै लागेन, हतार पनि भइरहेको थियो। बेसी हतार भएपछि चाहिँ मलाई खानाहरू रुच्दैन नि त। त्यो भएर चाहिँ स्पिड तयारीहरू भएँ है। तयारी हुँदा त अलिअलि बहिनीले एकदम भनेर चाहिँ, अब त दिदी एज भयो सिरमहरू लगाउनु भनेर चाहिँ मैले अलिकति सिरमहरू लगाउनु थालेको छु नि त। हुनु पनि चौरी पर्दै जान्छ है। अब अलिकति त स्याहार्नु पऱ्यो होइन। अन्त म चाहिँ बेसी मेकअपहरू गर्नु मन पर्दैन, मलाई लिपस्टिक भयो चाहिँ पुग्छ। अन्त यसरी लिपस्टिकहरू लगाएर चाहिँ त्यहाँदेखिको चाहिँ म रेडी भएँ है। लुगा पनि के लाउनुहुन्छ, कपालले गर्दा सुहाउँदैन। त्यो भएर चाहिँ यसरी लुगाहरू लगाएँ। आज चाहिँ मेरो यो मैले आउटफिट चाहिँ लगाएँ है, भेस्ट र सर्ट र कोट लगाएँ भनौँ न। घरिघरि त आफूलाई नै हाँस पनि उठ्छ हो। अन्त त्यहाँबाट चाहिँ म घरबाट निस्केँ है। निस्केर चाहिँ स्कुटी स्टार्ट गरेँ। आज चाहिँ अलिकति स्कुटी स्टार्ट गरेको भिडियो बनाइदिएको नि। अन्त स्कुटी स्टार्ट गरेर चाहिँ त्यहाँदेखि हेलमेटहरू लगाएँ है। स्टार्ट गरिराखेर चाहिँ हेलमेटहरू लगाएँ। हेलमेट लगाएपछि आज त्यस्तो दामी घाम लागिरहेको थियो, भन्नुहोस् न कस्तो दामी घाम थियो नि त। त्यो भएर चाहिँ सनग्लास लगाएँ है, धुलो पुरा हुन्छ फेरि आँखामा पस्छ। त्यहाँदेखिको बजार पुगेर चाहिँ एकैचोटि आमाको रिपोर्ट निकालेँ है। त्यहाँदेखिको त मेरो आजीलाई भेटेँ, भोक लागिरहेछ भनेर चाहिँ त्यहाँदेखिको हामी चाहिँ खानाहरू खानु गयो नि त। आजीले त भर्खर खाएको थियो अरे, अन्तखेरि रिसायो भनेन भनेर। अन्त र पनि खानु लगाएँ अलिकति हो। अलिकति त खायो आजीले, खाइदिएको जस्तो त गर्यो भनौँ न मेरो साथी। अन्त दुईजना चाहिँ दिदी बहिनी चाहिँ यहाँ गफ गर्दै मिठो मिठो, अब त्यही हो है, आजीसँग साथीहरूसँग भेट्दा त यति साह्रो गफ हुन्छ मेरो चाहिँ है। त्यहाँ गफहरू हुन्छ हो। त्यहाँदेखिको चाहिँ हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। हामी चाहिँ यहाँ गएको थियौँ आज खाना खानु हो। त्यहाँबाट चाहिँ निस्क्यौँ। हामी निस्केर चाहिँ गएको है। त्यहाँदेखिको चाहिँ हेर्नुहोस् त, फेरि फुल दोकानै देख्छु हो।
सो हेलो एभ्रिवान। त्यहाँदेखिको बजारबाट चाहिँ घर आएर चाहिँ मैले ब्लग्सहरू केही बनाइनँ, काम बेसी थियो नि त। काम गर्नु थालेपछि फेरि फोनहरू कोट्टाएपछि भुलिन्छ भनेर चाहिँ मैले कामहरू चाहिँ एकदमै गरिनँ हो। त्यहाँदेखि त्यसपछि चाहिँ खानासाना खाएर चाहिँ अब चाहिँ पस्नु आँटेको। आज चाहिँ म यति बिघ्न थाकेको छु है। थाकेर चाहिँ अब के भन्नु है, अब थाके पनि भन्नु पाउँदैन है। अब घरको बुहारीहरू भएपछि त्यस्तो हुन्छ है, अब आमा भएपछि। अनि त्यही भएर अब चाहिँ म आज चाहिँ छिट्टै सुत्छु है। आई होप सो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ कमेन्टहरू गरिदिनु होला है, माया गरिदिनुहोस् होला। अब बनाउनु त जान्दिनँ म हो, त्यही पनि अब कोसिस गर्दैछु है राम्रो राम्रो बनाउने है, मेरो डेली लाइफको रुटिनहरू तपाईँहरूसँग सेयर गर्ने। हुन्छ त्यसो भए ओके बाई, गुड नाइट सबैजनालाई। भेट्नुपर्छ है भोलिको नयाँ ब्लगमा। भोलि चाहिँ अलिकति लामो हुनसक्छ मेरो ब्लग, किनभने मेरो नानीको स्कुलमा कन्सर्ट छ नि त, अन्त त्योहरू लिएर आउने छु। गुड नाइट।